So hello everyone, welcome back to my channel Nishan Pandey Vlogs 23. So आजको भ्लगमा चाहिँ हामी यहाँ तल खेत भन्ने ठाउँ छ यहाँ छौँ। यहाँ चाहिँ आज हामीले नागको पूजा गर्दैछौँ, कालीनागको। सो हामी चाहिँ पूजा गर्ने ठाउँमा आइसकेका छौँ। यता चाहिँ हामीले ठाउँ चाहिँ यस्तो छ, देख्न सक्नुहुन्छ। नाग हाम्रा यस्तामा बस्नुहुन्छ। यता चाहिँ हाम्रो पुजेरी हुनुहुन्छ। यता हामीले हल्का तयारी गरिसकेका छौँ। यताको यहाँको उसलाई चाहिँ वागे भनिन्छ है। अनि यताकोलाई चाहिँ के भनिन्छ? कालीनाग। यताको कालीनाग, छिर्के मिर्के। यता पनि हामीले हल्का डेकोरेसन गर्दैछौँ यताको लागि। अनि यता चाहिँ के फुलको प्लास्टिक हजुर यो लामा पुग्नु दुईतिर लागि है ए हो। अनि यता चाहिँ प्रसाद बन्दैछ। यता खिर बनिरहेछ अनि उता फेरि रोटी बनिरहेछ। काँचा अलि घाँस काट्नु यता नागको डिजाइनिङ देख्न सक्नुहुन्छ हजुरहरूले। कपडा यता कपडा बनाउँदैछन् नारायण पाण्डेले। यो छिर्के मिर्के नाग फुलपाती राखिदिन्छ। खतरनाक भनेर देख्न सक्नुहुन्छ। जाति बढिया होस्, सात घर दूरीलाई सबै जाति बढिया होस् परमेश्वर। सबैलाई रोगले छोडोस् परमेश्वर। पढाइहरू गर्नेमा चाहिँ राम्रो होस् परमेश्वर। लौ परमेश्वर चाहिँ कोही छ मार्दुन दूर होस्, सबैलाई राम्रो होस् परमेश्वर। ल परमेश्वर वागे देउता परमेश्वर। अब दुध पुगाऊ पाला पुगाऊ त्यस्तै गराइदिनु परमेश्वर। रोजी रोजगारहरूमा चाहिँ राम्रो गरिदिनु परमेश्वर। पढाइमा राम्रो गरिदिनु परमेश्वर। वागे देउता चाहिँ परमेश्वर। ल यो दुध उता राख्नुपर्छ नागलाई। ए अक्षता यो स्थानलाई पनि पवित्र गरिदिनु परमेश्वर। ल परमेश्वर। सो यता चाहिँ धुप गर्दै हुनुहुन्छ। हाम्रो यताको पूजा चाहिँ सकिसकेको छ र अब चाहिँ यताको पूजा हुँदैछ। नाग देउता जो प्रसाद पनि रेडी भइसकेको छ। यता खिर, यहाँ रोटी, यता फेरि रोटी। यो पाकिसकेको छ। यस्तो पहाडमा हाम्रो नागदेउता बस्नु भएको छ। त्यही हो गाइस। परमेश्वर सबैलाई जाति बढिया गरिदिनु पर्यो परमेश्वर। रोगले छोड्दै जान पर्यो परमेश्वर। सबैको जाति बढिया हुनु पर्यो परमेश्वर। पढाइ लेखाइमा सबैलाई राम्रो हुनु पर्यो परमेश्वर। रोजी रोजगारहरूमा राम्रो हुनु पर्यो परमेश्वर। जसरी लामा फुलिहाल्छ त्यसरी चाहिँ खुसी प्रसन्न हुनु पर्यो परमेश्वर। सो आरती लेख्दैछौँ अब चाहिँ सबैजनाले आरती।
हे बाबु म भनेको कालीनाग छिर्के मिर्के मेरा साथीभाइ भनेका वागेहरू का पनि जोडा बच्चा बच्ची पनि छ बुझ्यौ मेरो शक्ति कति छ भन्ने कुरा तिमीहरूले जानेका छैनौ जलखेतीका नाग हामी त पहिलो कुरो त्यसै पनि त्यतै बस्छौं यता अक्कल झुक्कल आउने हो अब बस्ने बास पनि हरायो अलिकति ठाम व्यवस्थित बनाइदियाऊ यो अलिकति ठाम व्यवस्थित भएन ठाम सर्दैनौं तर अलिकति व्यवस्थित गर्दिन पर्यो अप्ठ्यारामा त हामी देवी देवताहरू अप्ठ्यारैमा बस्ने हो तर भए पनि अलिकति व्यवस्थित बनाइदिन पर्यो नसक्ने छैनौ र हे बाबु मेरो शक्तिको अवहेलना गर्नेलाई मैले जाति गर्ने छैन तिमीहरूले नुहाई खानी भनेको यही खेतबाट हो अब छोडेम भनेर तिमीहरू सर्न पाउने छैनौ सर्यौ भनी त्यसैले दुःख पाउँछ कसरी दुःख पाउँछ त भन्ने कुराहरू सुन्दै जाओ खुट्टा दुख्ने घोडा दुख्ने आँखा दुख्ने कान दुख्ने के भएको भन्ने कुरा थाहा नपाइने हात खुट्टा बस्दाखेरिमा झमझमाउने सुत्दाखेरिमा केही नभए जस्तो हुने विभिन्न कुराहरू गराउने हामी हुम अझै जानेनौ कतिलाई अलिअलि अक्कल झुक्कल दुःख पनि दिएका छौं किन भन्दाखेरिमा हामी अलिकति सुरक्षित भएनौं र हो सो हाम्रो यता धारदिनी कार्यक्रम सिद्धिसकेको छ र अब चाहिँ हामीले प्रसाद चाख्दैछौँ यो तरेको पनि यता हामीले टीका सिका पनि लगाइसकेका छौँ राखेर घरतिर जान्छौँ अब प्रसाद यहाँ चाहिँ नाग देवताको प्रसाद वितरण गर्न लागि हामी अब टिकोपातीको कार्यक्रमहरू चाहिँ अब सिद्ध्याइयो हामीले चाहिँ गाउँठाउँमा रहेर पनि पहिलेको रीतिरिवाजलाई चाहिँ नबिर्सिएर हामीले चाहिँ दुध धार बेला बेलामा पाठो दिने गरिदिएछ र दिन्छ यहाँ बाँडचुड भइसकेको छ रोटी फुङ्गाले खाने अहिलेका रोटी त उही पुराना भएछ सो गाइस फाइनली हामी चाहिँ धारसार दिएर सबै कामसाम सकाएर प्रसाद सरसाद पनि खाएर टक्क अहिले चाहिँ घर आइसकेका छौँ र हाम्रो आजको भ्लग पनि यति नै थियो हजुरहरूलाई कस्तो लाग्यो आई होप राम्रै लाग्यो होला यदि राम्रो लागेको छ भने लाइक शेयर सब्सक्राइब अनि एउटा मिठो कमेन्ट हान्दै नबिर्सिनु होला भन्दै आजको लागि यही बिदा हुन चाहन्छु हस्त धन्यवाद अर्को ब्लगमा छिट्टै भेटौँला त्यतिन्जेलको लागि प्रतीक्षा गर्नुहोला बाइ